हेलो एभ्रिवान साथीहरू तपाईहरु सबैजनालाई फेरि पनि आज यस नयाँ भिडियोमा स्वागत छ। हामी आज चाहिँ यो भिक्टोरिया लाइन्स ट्रायलमा चाहिँ घुम्न आएको थियो है। सो यहाँबाट एकदमै नजारा सिन एकदमै राम्रो देख्दो रहेछ। म तपाईहरुलाई चाहिँ देखाउने प्रयास गर्छु है। सो तपाईहरुसँग पनि टाइम छ भने आउन सक्नुहुनेछ। यो ठाउँ एकदमै राम्रो रहेछ। हावा चाहिँ एकदम चल्दो रहेछ। ज्याकेट लिएर आउनु होला है। म देखाउँछु है। सो अहिले चाहिँ यहाँ यस्तो गार्डन जस्तो छ। हो त्यहाँबाट चाहिँ भ्यू पोइन्ट रहेछ है। दामी देख्दो रहेछ सेन्ट पल्स बेको सबै हैन, मेन हाइवेदेखि लिएर सबै है। राम्रो देख्दो रहेछ। यहाँ रिफ्रेसमेन्टको लागि आउन सक्नुहुनेछ। यहाँ आयो भने यहाँबाट तपाईहरुले चाहिँ फुल देख्नुहुन्छ रहेछ है त। एकदम चल्दो रहेछ साथीहरु। दामी छ ठाउँ यस्तो। अब माथि यस्तो छ है। भेरी नाइस साथीहरु है। दामी छ जग्गा एकदमै राम्रो छ। तपाई चाहिँ यो ट्रायलमा घुम्न सक्नुहुन्छ है त। ट्रेकिङ टाइपको रहेछ है यो। अब चाहिँ हामी एकचोटि घुम्छौँ हैन। यहाँबाट उता कहाँ पुग्दो रहेछ त्यहाँ पनि जान्छौँ। अनि यहाँबाट यत्रो त्यहाँसम्म कहाँ पुग्दो रहेछ त्यहाँ पनि जान्छौँ है। सो त्यहाँ गएर